नमस्ते। देख्नुभयो त स्याउ कस्ता भएछन्। स्याउका कुराको भाग 2 है त। भाग 1 एकदम मन पराइदिनु भएको थियो। अहिले हामी यो जुम्लाको एउटा स्याउ फार्ममा छौँ। यहाँ हाराहारी 10,000 बिरुवाहरू छन्। अहिले यहाँ लटरम्मै स्याउ फलेका छन्। अब यो अहिले गोडमेल गर्ने बेला भइरहेछ। यो स्याउ सबै फल्यो भने यो बोटले धान्दैन र दाना पनि ठुलो ठुला हुँदैन। त्यसैले यो बिबिचका दानाहरू यो अब छाटकाट गरेर यो 2-3टा दानाहरू निकाल्छन्। यो स्याउ मुनि सबै केराउ रोपिएका छन्। यो केराउबाट पनि राम्रै आम्दानी हुन्छ। पहिलो वर्षको तुलनामा यो वर्ष स्याउ निकै राम्रो फलेको छ। यो 10,000 यहाँ भएका 1,000 बोटमा हाराहारी 10 टन स्याउ फल्छ भन्ने अनुमान गरिएको छ, यदि प्रकृति र मौसमले राम्रो साथ दियो भने। अब यी स्याउका दाना